हेलो साथीहरु, आजदेखि हामी 100 डेज अफ टेक्निकल एनालिसिस सुरु गरेका छौं, जहाँ हामी बिगिनर लेभलदेखि एडभान्स लेभलसम्म सबै टपिकहरू सिक्नेछौं। आज डे 1 मा हामी ट्रेन्डको बारेमा कुरा गर्छौं। ट्रेन्ड तीन प्रकारका हुन्छन्: अपर ट्रेन्ड, डाउन ट्रेन्ड, साइडवेज। ट्रेन्ड चिन्हलाई एउटा सिम्पल कुरा याद राख्नुस्, जब चार्ट माथि गइरहेको छ र एउटा सिधा लाइन ड्र गर्दाखेरि दुई वा दुई भन्दा बढी क्यान्डल टच गर्छ भने त्यसलाई अपर ट्रेन्ड भनेर बुझ्न सकिन्छ। त्यसैगरी चार्ट यदि तल गइरहेको छ र सिधा लाइन ड्र गर्दाखेरि दुई वा दुई भन्दा बढी क्यान्डललाई टच गर्छ भने त्यसलाई डाउन ट्रेन्ड। र साइडवेजमा चाहिँ ग्राफ तल माथि गए तापनि एउटा स्ट्रेट लाइनमा सिधा नै बढिरहेको छ भने त्यसलाई हामीले साइडवेज भन्न सकिन्छ। आज हाम्रो फर्स्ट डे भएको कारणले एकदम बेसिक कुराहरू सिक्नेछौँ। अप ट्रेन्डमा हायर हाई बनाउँदै माथि गइरहेको हुन्छ, योलाई हामीले हायर हाई, हायर लो, हायर हाई, हायर लो भनिन्छ। त्यसैगरी डाउन ट्रेन्डमा मार्केट तलतिर मुभ भइरहेको हुन्छ, यसमा हामीले लोअर लो, लोअर हाई, लोअर लो, लोअर हाई बनाउँदै गइरहेको हुन्छ। त्यसैगरी साइडवेजमा चाहिँ ग्राफ तलमाथि भइरहेको हुन्छ, तर एउटा चाहिँ सिधा लाइनमै नै ट्राभल भइरहेको छ। यहाँ हेर्नुस्, माथिको लाइनलाई रेजिस्टेन्स र तलकोलाई सपोर्ट भन्ने गरिन्छ। यो चाहिँ ट्रेन्डको बारेमा एकदम बेसिक कुराहरू मैले आज बताएँ। भोलि हामीले क्यान्डल स्टिकको बारेमा सिक्नेछौँ। यदि तपाईँलाई शेयर मार्केट, स्टक मार्केटको बारेमा सबै कुराहरू जान्नु छ, सिक्नु छ, टेक्निकल एनालाइसिसको बारेमा बुझ्नु छ भने यो भिडियोलाई लाइक, सेभ र फलो गर्नुहोस्। हस् त, राधे राधे।